के अरे के हो के अरे अनि चल्छ खै चलाउँ त लु त्यहीँबाट ल त्यसलाई चलाउने त भाइ सबै त्यति अब जति बजेट थियो त्यतिसम्म पनि हामीले सबैसम्म गऱ्यौँ हजुर त्यस्तै त्यस्तै मिल्ने क्या अब यस्तै तपाईँ मैले बुझेँ होइन त्यसपछि यतापट्टि ठ्याक्क भाइ त लाग्नु भनेछ वर्कसप छैन छ त यो चाहिँ फेरि एक मात्र राम्रो छ है राम्रो थियो यो नवगौरवको आयोजना जस्तो लाग्यो होइन यो हाम्रो कति सालमा बन्यो पानी परेपछि लागेन है 18 महिना होइन कति टाइम लाग्यो यसको 9 महिना एन्ट्रान्स कुन हो त्यो तल मेन त्यो हो मेकानिकल के हो क्याम्पसले चाहिँ त्यो अघि हामी यहाँ जोड्ने सर्ट डिस्टेन्स यताबाट पर्छ अनि पछि चाहिँ बाहिरैबाट एक्सेस बााउन्ड्रीबाट यताबाट बाटो खोल्ने भन्ने उहाँको प्लान रहेछ त्यो बाटो यतापट्टिको बााउन्ड्री भयो बाहिरबाट यताबाट होइन उहाँबाट अहिले उता यो मेन बाटो त्यहाँसम्म छ ठ्याक्कै ठोकाउने कुरो हो कि अब यहाँनिर त खुल्ती बाटो पनि त सानो पनि बाटो भयो त्यहाँ भएदेखि आइहाल्यो रनिङ राखेँ राम्रो हुन्छ बिजी होला उहाँहरू पनि त्यो इभेन्ट्सहरू थुप्रो भइरहेको छ ल यहाँ अब एउटा साइनबोर्ड चाहिन्छ होला होइन त्यसको एकपल्ट उद्घाटन उद्घाटन यसमा हामीले साइनिङ त गरेका छैन नि साइनबोर्ड छ कि छैन साइनबोर्ड एउटा राम्रो राख्नु अब यहाँ इन्जिनियरहरू रमाउने कन्डिसन हाम्रो चाहिँ तपाईँ साइनबोर्ड एउटा राख्नु साइनबोर्ड एउटा राख्नु यसको नाम चाहिँ के छ स्थानीय आविष्कार केन्द्र भने थुप्रो गरिरहेको छु नि उद्योग जानु भएको छ कि छैन पर उद्योग गर्दै उद्योगहरू त्यस्तोमा जोड्नुपर्छ क्या केही न कामको बनेको फलामबाट कि केही छैन अब यो नि अब फलामको पात्र फलामले उत्पादन विश्वको चौथो देश हो नगरपालिका लेखेको धान चामलले होला डिटेल त अहिले खत्तम भएछ अब जहाँ फलामको
पातामा लेखेर राख्दा हुन्छ नि मेरो हुन्छ साइनबोर्ड हुन्छ नि साइनबोर्ड हाम्रो 3 को पातामा यो त्यो सेन्टरमा गर्दा हुन्छ यो फेसको सेन्टरमा यहाँ बाहिर राख्नु नि यो भयो एउटा नि पछि एन्ट्रेन्स यता भएपछि त्यो मेन एन्ट्रेन्स त्यहाँ एउटा राख्नु यहाँ एउटा चाहिँ बनाएर राख्नु यस्तो गर्दा हुन्छ ल मेन चाहिँ पछि चाहिँ फ्रन्ट चाहिँ एउटा पोइन्ट दिएर बिल्डिङ चाहिँ 25 मिटर बाई 20 मिटर यो हल चाहिँ 20 मिटर बाई म्याक्सिमम भयो धेरै काम 20 मिटर बाई 20 मिटर यस इन्करेज पनि गर्नुपर्छ क्या हामीले नि सुरुवात गरिहाल्नु पर्यो नि इन्करेज पनि गर्नु पर्यो बजेट थप गरेर भइहाल्यो भने गरिहाल्दाखेरि चाहिँ राम्रो अब राख्यो भने चाहिँ पछि फेरि क्याम्पसको मैले देखेको सभा हल होइन त्यस्तो हुँदैन त्यस्तो कहाँ दुरुपयोग गर्न दिनै हुँदैन त्यस्तो त हुँदै हुँदैन त्यो सशर्त बनेको कुराहरू कहाँ त्यसरी होइन अब क्याम्पसलाई मात्र समस्यामा दिँदाखेरि चाहिँ भन्नु खोजेको अब होइन नि यो त हाम्रो एग्रिमेन्ट छ नि एमओयू छ नि क्याम्पस नगरपालिका उहाँहरूले मात्रै कहाँ गर्नु छिटो गर्दा चाहिँ राम्रो हुन्थ्यो भन्ने हाम्रो अनरसिपमा हुन्छ क्या यो छिटो गर्दाखेरि चाहिँ अलिकति लोकल गभर्मेन्टको अनरसिपमा हुन्छ यो चाहिँ पानी आएको पार्दैन नाम पनि अलिकति राम्रो धरान नै शब्द राम्रो छ होइन ए हाम्रो प्रमुखज्यू त अनि हो म आएर 1 घन्टा भइसक्यो ल तपाईँलाई स्वागत छ यता चिन्जान छ कि छैन नयाँ हाकिम साहब छैन म काजीराम कार्की क्याम्पस प्रमुख यसको चाहिँ बहुद्देश्य उपयोग गर्नु पर्यो भन्ने कुरा आयो अस्ति हाम्रो यहाँ आइओई कप भएको थियो ए अनि त्यसमा चाहिँ कुल्चोक थापाथली पोखराबाट पनि आउनु भएको थियो फुटबल खेल्छौँ हामी हरेक वर्ष यो वर्ष चाहिँ हामीले आयोजना गर्नुपर्ने थियो पोखराले जितेर लग्यो कप चाहिँ अनि त्यति बेला चाहिँ अनि हाम्रो क्याम्पस टिचरहरू अनि पदाधिकारी पनि आउनु भएको थियो उहाँहरूलाई पनि देखाएको थिएँ तल म एउटा ऊ हेर्दैछु कि आउँछु म एकछिनमा है अहिले हामीहरूको प्लानिङ चाहिँ कस्तो छ भने अहिले त हाम्रो ओपन स्पेसहरू छ अब यो 2-3वटा गर्नु पर्ला प्योरली एउटा फेब्रिकेसन्सहरू गर्ने खालको कुनै त्यो एउटा अर्को चाहिँ रिसर्च बेसमा छ डेटाहरू अन्य कति कुराहरू हुन्छ एकदम प्रिसाइज ल्याबहरू निकाल्नु गर्दा गर्नुपर्ने कुराहरू हुन्छ त्यसको लागि पनि त्यो स्पेसहरू गर्ने अनि अर्को चाहिँ अब फेब्रिकेसन्सहरू गर्ने खालको हुन्छ नि ठुलो होइन वेल्डिङ गर्ने के गर्ने कता गर्ने अनि त्यसमा चाहिँ इक्विपमेन्ट्सहरू पनि त्यही अनुसारले राखेर त्यो गर्ने अनि हाम्रो पनि 1-2जना जस्तो हाम्रो एउटा रोबोटिक्स क्लब तिनीहरू छ तिनीहरूलाई चाहिँ मैले अब यो टक्का ऊ भइसकेपछि तिनीहरूको स्पेसै चाहिँ म यहीँ प्रोभाइड गरिदिने तिमीहरू यहीँ बस यहीँ गर यहीँबाट चाहिँ गर्ने अरूहरूसँग पनि कोलाबोरेसन्समा गर अनि यो अरूहरू पनि हाम्रो यस्तो यो हाम्रो मेसिनिङ फेब्रिकेसन्सहरू जस्तोहरू छ नि अनि प्रोजेक्ट वर्कहरू पनि स्टुडेन्ट्सहरूले गर्ने कुरामा पनि उनीहरू यहाँ स्पेस पनि ठुलो हुन्छ अनि सेम डिस्ट्र्याक्सन भएन क्या होइन डिस्ट्र्याक्सन पनि भएन अब अहिले त्यो हामीहरूले रोबोटिक्सलाई क्लबहरू दिएको छ त्यो तल घारी जस्तोमा छ अनि त्यो पनि समस्या यहाँ भयो भने उनीहरूलाई स्पेस चाहिँ छ यहाँ चाहिँ अब अहिले त हाम्रो धेरै ठुलो स्पेस छ त्यसलाई अब इक्विपमेन्ट्सहरू यहाँ चाहिँ सबै जस्तो साइज गर्ने खालको वाटर क्वालिटी नै हेर्नुपर्ने कुराहरू साइज ल्याबहरू होइन तिनीहरूलाई चाहिँ एउटा उसमा चाहिँ त्यसरी राख्नु भन्ने हुन्छ अनि अरू चाहिँ जस्तो रोबोट्स अनि विद्यार्थीहरूलाई त्यस्तो काम गर्नलाई एउटा सबैले
बनाउनु छ कि यतातिर चाहिँ यस्तो एउटा उनीहरूलाई बस्ने एरिया बसेर उनीहरू राति यहीँ बस्छन् त्यहाँ कस्तो हुँदैन उनीहरू डेडिकेटेड कतिसम्म डेडिकेटेड हुँदैन उनीहरू खाना एउटा लिभिङ एरिया ठक्क राखेर अनि यता काम गर्छन् यता एउटा लिभिङ एरिया उनीहरू रातभरि यहीँ बस्छन् यहीँ बसेर यहीँ सुत्छन् यहीँ खान्छन् यहीँ पकाउँछन् यहीँ खान्छन् त्यसपछि आउने काम गर्ने फेरि सुत्ने त्यो भयो भने चाहिँ एकदम डेडिकेटेड मान्छेलाई त्यो सजिलो हुन्छ एउटा लिभिङ एरिया ठक्क भइदियो भने चाहिँ यति हो भने 10-15 जना हुन्छन् 10-15 जना चाहिँ ठुक्क यहाँ बस्ने उनीहरूलाई जस्तै तपाईँको भाडा पनि कहीँ गएर भाडा रुम पनि लिनु परेन जो डेडिकेटेड मान्छे काम गर्ने मान्छेहरू आउँछन् उनीहरू चाहिँ यहीँ आएर बसोस् यहीँ बस्ने यहाँ जो चाहिँ हामीले पनि केही सुविधा दिन पायौँ भने उनीहरूले के काम गर्ने इच्छा शक्ति पनि बढ्छ उनीहरूलाई त्यो हुनाले चाहिँ उनीहरूलाई लिभिङ एरिया बनाउनु लाग्छ है त तपाईँहरूले आविष्कार गर्नु न हामी के सपोर्ट गर्नुपर्ने अब हामी त त्यही गर्ने भनेको यस्तै बनाइदिने नभए भनिदिने हो होइन इन्भाइरोमेन्ट क्रिएट गरिदिने तर सरकारले सबैभन्दा हाम्रो क्याम्पस अहिलेसम्म अहिलेसम्मको प्रोसेसर त ठुलो चाहिँ हो यसमा विद्यार्थीहरू प्रत्यक्ष रूपमा एकदम ल राम्रोसँगले गर्नु पऱ्यो है ल हामी अब लाग्छ पनि थुप्रो छ उता माथि पनि फेरि 2-4 कार्यक्रम अनि एउटा चाहिँ गरेको थियो सर कस्तो भने एमओयू छ नि हाम्रो त्यस पछाडि अब फेरि लाइक अब त्यो चाहिँ हाम्रो के हुने भन्ने उसमा छ अब यसमा अपरेट गर्ने अब त्यो सबै कुरा त त्यहाँ लेखेको होला हौ यो चाहिँ हामीहरूले ताकि चिकन ब्यालेन्सको कुराहरू पनि हुन्छ अब मेजोरिटी हाम्रो भने पनि के भइरहेको छ भनेर हजुरहरूको पनि यहाँ चाहिँ निगरानी आवश्यक भइहाल्छ होइन त्यसको लागि रहने गरेर प्रोडक्टहरू निस्किँदै जानुपर्छ कि यहाँबाट नि के कुराहरू बनाउँदै अब अस्ति मैले एउटा सानो के अरे हाइड्रो ट्राइबल के अरे टर्बाइन बनाउँ भनेको त्यो बनाउने पनि रहेछ कि यहाँनिर सरसामानहरू ठाउँहरू तर त्यो भयो भने हामीहरूले त्यस्तो स्टुडेन्ट्सहरू थ्योरी मात्रै पढेर त भयो पानी चाहिँ अब मैले हजुरलाई अब त्यस्तो साह्रै बाटोको सञ्चालन खर्च त्यसबाट लाग्ने अहिले हामीले यतिबाट बिजुली तान्ने भनेको थ्री फेज चाहिँ तान्नु पऱ्यो मेसिनहरू त थ्री फेज हुन्छ वाटर सप्लाई र इलेक्ट्रिसिटी चाहिँ वाटर सप्लाई र इलेक्ट्रिसिटी यतैबाट यहीँबाट के हुन्छ उता जे होस् इन्जिनियरहरूले केही गर्नु पर्यो देशमा होइन त्यति हो मेरो चाहना है यो अर्काको देशको मोबाइल चलाउँदा गरी त नचलाउँ कि भन्छु फेरि त्यस्तो चल्ने एप्लिकेसन पनि उतैको हो दुःख गरेको कुरा चाहिँ हामी राजनीतिक जनसङ्घको कुरा अब अर्काको देश त्यसै लाग्छ हाम्रो पनि उसले क्रिएट गर्दै जाउँ होइन तपाईँले के गर्नुपर्ने अब जस्तै एरियामा त्यसको लागि पनि हामी अब यो भइयो भने मेरो हाम्रो चाहिँ कस्तो हुन्छ भने कोर्स सिलेबस अब डे टाइममा उनीहरू बिहान बेलुकाको टाइममै गर्नुपर्छ अब ब्याक लाग्छ फेरि अब अफ आवरमा गर भन्यो भने ब्याक हुन्छ ब्याकको तयारी गर्छन् के गर्छन् हाम्रो करिकुलमै यस्तो छ नि करिकुलम छ रातभरि काम गर्छ काम गर्दैछ अहिले पनि काम गर्दैछ त्यसै उनीहरूलाई ठिक्कै एउटा स्पेस मजाले राम्रो सुत्ने बस्ने रेस्ट गर्ने त्यहाँ कलेर गएर रुम गरेर सुत्नु पर्दा त उनीहरूलाई त्यस्तो झ्याउ पनि हुँदैन उनीहरू त्यहीँ बसेको ठाउँ जहाँ काम गर्ने ती सुत्ने ठाउँ त्यही मजाले हुँदा ती रेस्ट गर्छन् हजुरलाई त्यो मैले अहिले त्यो बनाउँ भनेको त्यसको बनाउनु होला त्यहाँ भिजिट गरेर जाँदा होइन के अरे यस्तो प्रोडक्ट ल अहिले हामी लाग्छ एउटा फोटो खिच्नु ल यहाँ सामने भित्र पनि खिच्नु बाहिर ल एउटा भित्र खिच्नु त